सारो गोलको यो गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने कार्यक्रममा रहेका छौँ र यो कार्यक्रममा आदरणीय दाइ प्रबलदेव विश्वासले आयोजना गर्नुभएको छ। उहाँद्वारा रचित, उहाँद्वारा गायन भएको यो गीतको म्युजिक भिडियो आज हामी हेर्दैछौँ र यहाँहरू सम्पूर्णलाई हामी कार्यक्रमको सुरुवातमा सभा अध्यक्षको आसन ग्रहण गरिदिनुभएको लागि म यस गीतका जन्मदाता आदरणीय प्रबलदेव विश्वास दाइलाई हार्दिक अनुरोध गर्दछु। एकपटक यहाँले जोरदार ताली सहित उहाँलाई यता भन्दा पनि मैले अगाडिको रोमा आसन ग्रहणका लागि हार्दिक अनुरोध गरेँ यहाँलाई। यसै गरी कार्यक्रमका प्रमुख अतिथि जहाँ हामी यो प्राङ्गणमा यो कार्यक्रम सम्पन्न गरिरहेका छौँ, म्याजिक सिनेमा हलका सञ्चालक, कलाकार, निर्देशक आदरणीय दिग्गज व्यक्तित्व परशुराम चौधरी सर हुनुहुन्छ। उहाँलाई म प्रमुख अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु र उहाँलाई स्वागत सम्मानको लागि म प्रबलदेव विश्वास सरलाई हार्दिक अनुरोध गर्दछु। एकपटक जोरदार ताली त चाहिन्छ यहाँहरूको। धेरै धेरै धन्यवाद। यसै गरी हामी माझमा समस्याको कुरो, तर जे भए पनि नेपाली दर्शकले, नेपाली श्रोताले हामीले चिनेको स्वीकृति छैन, तर त्यो पलाएर छिटै आउनेछ र दाइलाई र पछिल्लो समय दाइ अब हामीले विशेष त कमेडी गायकको रूपमा विशेष दाइलाई चिन्यौँ, तर पछिल्लो समयमा चाहिँ उहाँ कमेडी गायक सँगसँगै भजन गायकको रूपमा पो अलि बढी दाइले भर्खर सार्वजनिक गर्नुभएको अगाडि उहाँले केही भजनहरू सार्वजनिक गर्नुभएको छ। त्यसमध्येमा पनि मैले दैनिक रूपमा अब पहिला चाहिँ भ्युज बढ्छ भने एक भ्युज चाहिँ मेरो बढ्छ हनुमान चालिसाको। दाइले एकदम मजाले हनुमान चालिसा गाउनु भएको छ। यदि यहाँहरूले त्यो हनुमान चालिसा पढेन भने फेसबुकमा अब के अरे नेपाली शैलीमा, लोक शैलीमा मजाले गाउनु भएको छ। दाइलाई एकपटक जोरदार ताली सहित हार्दिक धन्यवाद पनि ज्ञापन गर्दछौँ। वरिष्ठ सल्लाहकार आदरणीय सञ्चालक पनि हुनुहुन्छ, आदरणीय हामी भाउजू भनेर सम्बोधन गर्छौँ उहाँलाई। यदि परशुराम चौधरी यहाँ हुनुहुन्छ भने भाउजू साथमा हुनुहुन्छ, नत्र भने गाह्रो छ। यसै गरी हामी माझमा वर्ष भएर काम गरिरहनु भएका पूर्वका दिग्गज कलाकार, समाजसेवी, व्यवसायी, अहिले त यदि तपाईँलाई जागिर चाहियो भने पनि उहाँलाई भनिहाले, पछिल्लो समय व्यावसायिक रूपमा पनि जोडिराख्नु भएको छ अनि अब कलाकारिता त लामो समयदेखि सधैँ नै छ। म चौधरीको उपस्थिति रहेको छ। म उहाँलाई पनि आसन ग्रहणका लागि हार्दिक स्वागत गर्दछु, हार्दिक अनुरोध गर्दछु। अनि सँगसँगै हामी माझमा सङ्गीत साधना प्रतिष्ठानका कार्य समिति सदस्य, सङ्गीतकार, रचनाकार आदरणीय पूर्वमा एउटै व्यक्तिले धेरै काम गर्ने कमाइ मात्रै भइदिन्छ। अब यो रचना गर्ने कुरा अनि अन्य मित्र सुभाष सङ्कल्पको उपस्थिति रहेको छ। परिकला न्युजका सञ्चालक पनि हुनुहुन्छ। म उहाँलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। गायन क्षेत्रमा निकै अग्रसर हुँदै आउनुभएका मेरा अनन्य मित्र अनि सँगसँगै अब यो लामो समयदेखि विभिन्न क्षेत्रमा सहकार्यको हिसाबले पनि हामी काम गरिरहेका छौँ। ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। सरको निकै चर्चित गीत, अब उहाँले माया धराने हर्क साम्पाङलाई पनि खेलाएर माया धराने बोलको गीत सार्वजनिक गर्नुभएको छ। युट्युबमा ओम प्रकाश गुरुङ भनेर यसो सर्च गर्नुभयो भने उहाँको माया धराने गीत आउँछ। अन्य गीत पनि तयारी गर्दै हुनुहुन्छ। सरलाई शुभकामना व्यक्त गर्दै हुनुहुन्छ, अरूलाई पनि राम्रो बनाउनुहुन्छ। कला त छँदैछ। पुनम चौधरी हामी माझमा हुनुहुन्छ। म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी कलाकार ओम चौधरी हामी माझमा हुनुहुन्छ। गीता चौधरीज्यू पनि हामी माझमा हुनुहुन्छ। म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। एकदमै अब विशाल चौधरीज्यूको उपस्थिति रहेको छ। म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। अब कसैले गीत रेकर्ड गर्नु, धेरै धेरै धन्यवाद। यसै गरी छायाकार
गायक तथा सङ्गीतकार आदरणीय दीपक चामलिङलाई हामी माझमा हुनुहुन्छ महासङ्घ उपस्थित सम्पूर्ण महानुभावहरूलाई मैले एकमुष्ट रूपमा आसन हस् धेरै धेरै धन्यवाद र अब भने हामी